Hello guys, welcome to my vlog. It's your boy Vivek Shrestha here. आज चाहिँ म रियल म्याड्रिडको जर्सी लाएर किनकि आज राति रियल म्याड्रिडले गेम जितिसकेको छ। हामी चाहिँ गेम हेरेको थियौँ रियल म्याड्रिड भर्सेस एटलेटिको म्याड्रिडको। रियल म्याड्रिडले गेम जितिसकेको छ, त्यसैले मैले आज राति रियल म्याड्रिडको जर्सी लाएर गेम हेर्न गएको थिएँ यहाँ घर तल। अनि म चाहिँ अहिले गीता र छोरीसँग पिस कस्तो घाम आउँछ ल है त। गीता म दाइ भाउजूको बिहाको अनि यतातिर हाम्रो फोटोहरू छ। यो चाहिँ पुरानो फोटोहरू अनि यो चाहिँ गीताको ग्रेजुएसनको फोटो अनि यो चाहिँ गीताको युके ठुलो बाबा ठुलो मम्मी भाइ अनि गीता ग्रेजुएसनको फोटो। अनि त्यो चाहिँ म है सानोको म। यतातिर पनि छ है हाम्रो फोटोहरू अनि यतातिर नि हाम्रो फोटो छ। यता देखाइदिनु छोरीलाई। छोरी त के हो दुःख दिएछ। यो बाइक त मन होइन, यो बाइक मनोजकै लागि बनेको रहेछ क्या। माई गॉड। ल अमर भाइ त्यही पोजिसनमा ल। आज भाइ अब टुर्नामेन्टतिर केटाहरूलाई जिताउनु पर्यो आज टाउन केटाहरूलाई जिताउनु पर्छ होइन। मेरो भाइ यहाँ पुरै ब्रिटिस ट्रेनिङ गरेर आउने बित्तिकै घोडामा हिँड्ने होइन नि त भाइ। हिँड्ने हो नि त अब ब्रिटिस ट्रेनिङ गरेको मान्छे त। हामी चाहिँ पुरै बजार हिँड्दै बजारतर्फ मम्मी यता गीता बुहारी हिँड्दै गएर अलिअलि सपिङ गर्नु छ त्यसैले होइन। के सपिङ गरे? यहाँ हामी टुर्नामेन्ट हेरेर हाम्रो रामपुरको सबभन्दा ट्यालेन्टेड प्लेयर गौरव राणा। के छ दाइ आज तपाईँले केही भन्नु छ? आज गेम खेल्ने पाएन कस्तो सिक भइरहेछ र अब गएर डाउनटाउनमा गएर सिक मेटाउने यो भाइसँग ल है। ल अमर भाइ हो र। अनि के सेफ्टी बस आँखा परेन नि सेलेटी भयो होइन। यसरी यो पकाउनुबाट यो चस्मा लगायो भने आँखामा तेल पर्दैन। हजुर यतिको फ्राई गर्दा यति टाढाबाट फ्राई गर्नु पर्छ। धेरै गर्नुपर्छ कि किनकि फ्रोजन थियो त्यही मात्र टाढाबाट गर्नुपर्छ क्या फ्राई गर्दा बुझ्यौ। टाढाबाट चस्मा लगाएर बुझ्यौ नि। यहाँ चाहिँ फ्रोजन मोमो मैले फ्राई गर्दैछु है। अहिले चाहिँ यहाँ ससेस बनाउँदै गीता र म ससेस फ्राई गर्दै दिउँसोको खाजाको लागि। अनि गीता के अरे जाने बेला आइरहेछ के भइरहेछ त? मन खिन्न भएछ कि के भएछ? अहिले जाम जस्तो भएछ कि के त? किन त्यस्तो भएको? किन त्यस्तो भएको? यहाँ चाहिँ हाम्रो चाहिँ दिउँसोको समयमा यस्तो हुन्छ है मम्मी। के हो यो? के गर्ने यो मसुरलाई? मम्मीले चाहिँ अनेक गर्नुहुन्छ यहाँ। बाबा चाहिँ यहाँ पुरा घाम ताप्दै अनि यता चाहिँ जान पर्यो भने रोइरहेछ। म झारिदिनु तिमी खाँदै गर न। यो चाहिँ
यो म्यान नाइट चाहिँ स्पेनबाट ल्याएको है बसन्ती श्रेष्ठ एन्ड सुनिल श्रेष्ठले ल्याउनु भएको इन्टरनेसनलमा त खाइन्छ हामीले बसन्त दादा सुनिल भाइहरूले ल्याएको किन त म चाहिँ चाहिन्छ कि यसलाई पर्दैन जाऊ चम्मच लिएर आऊ जाऊ बसन्ती श्रेष्ठले र सुनिल श्रेष्ठले भिडियो हेर्दै हुनुहुन्छ नि अझै पनि छ है यो हाम्रो यो अझै सकेको छैन छिर्दैन त यार सानोवाला छिटोला चिया कहाँ गयो तँ नआएको हो त नि यो सकिएको चक्या है नि चगे मठ्या ध्यान गर्छ त्यसलाई आदि छ त आदि हो क्या यसो ढङ्ग हानौँ के हुन्न त्यो मोमो खानु पहिला त्यति बजेको तरिका मैले जानेछु नि त्यो त बाबा लाउरे भएपछि मात्रै बिहा गरेको हजुरलाई र गीता तिमीले भन नि त बाबा मम्मीले ह्याप्पी एनिभर्सरी भन नि त यहाँ यसो बिहा गरेको ह्याप्पी एनिभर्सरी मम्मी बाबा धन्यवाद खै भुन्टेले पनि भन्नु पऱ्यो नि त भुन्टेले खै त भनेको यहाँ 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 देखेर भन्नु पऱ्यो नि त भुन्टेले भुन्टेले पनि जानु थियो अरू अब चाहिँ हामी सबैजना भएर निभाको घर जानु लागेको बाबा पनि रेडी हुनुभएको छ गीता पनि रेडी छ अब चाहिँ गएर त्यहाँ सबैजना भेला भएर म भिडियो बनाउँछु अहिलेलाई चाहिँ हामी घरबाट निस्किन लागेको गीता आऊ न तल आऊ न आऊ न यस्तो मायाले बोलाउँदा आउनुपर्छ कि छिटो मम्मीसँग आउने रे मसँग नहिँड्ने रे गीता मम्मीसँग मात्र हिँड्ने अरे ठिकै छ त्यो पनि म चाहिँ एक्लै भए यहाँ जुत्ता लाउँछु के हो के गराएको जस्तो त्यसपछि जान्छु म एक्लै गएँ ल गाह्रो छ चित्त बुझाउन सबैको चित्त बुझाउन गाह्रो छ होइन आफ्नो चित्त कसैले बुझाउँदैन अरूको चित्त बुझाउँदा जाने भयो जिन्दगी कुरै भएँ एक्लै कुरै भएँ आउँदैन नि त के हो यस्तो आयो है सबैजना म आएको 10 मिनट भयो 10 मिनटमा बल्ल निस्क्यो अझै पनि सकेको
छैन त्यही छ तिमी मम्मीसँग आउँछु भनेको होइन होइन कि मम्मीसँगै जान्छु भने होइन आउँछु भनेको कि मैसँग जान्छौ तिमी स्कुटरमा अब मैसँग जाने हो हो तिमी मम्मीसँग जाने भने होइन बाबा र म स्कुटीमा जान्छु मम्मी र तिमी हिँडेर आउनु त हुन्न मम्मी होइन पछि आयो त अहिले त आउँदैछन् इन्ट्री यस्तो रिच गर्ल्यो भने यस्तो त लाएर किनिनु नि त गिफ्ट हानिदिनु ल यही भयो यो जुत्ता लगाएर जाऊ चुड्यो चप्पल चुड्यो अरे नमस्ते टिभी हेर न सेभेन्टी फोर ठम्बेल हो ओहो सानो मान्छे के हेरेको यस्तो ओ सानो यता हेर्छौ नि त छिटो तुम मुझे बहुत याद आओगी मेरो ब्लग हेर्दै अन्डा उमाल्न जाने पानी पनि उमाल्छ घरि ए साग पनि पकाएको अस्ति ए हो साग पकाएर बाबालाई पायो अस्ति त्यसमाले आउनु बजले काका थियो बाबाले कति तारिफ गर्नु भयो होला सिमरको कति 500 रुपैयाँ दिनु भएछ ए साग पकाउँदा 500 पाएको मासु पकायो भए त 5000 पाउँदो रहेछ राति म्याच हेर्ने राति म्याच हेर्ने के को म्याच टिभीमा फाइनल बार्सा भर्सेस म्याड्रिडको एल क्लासिको अब तपाईको प्याजी भएको होला
अरे प्यारी भयो त नि प्यारी पनि पनि हो के सबै प्यार भर जिस्क्यो नि झन् झन् लाडे पल्टी अब त सोनाको लाडे पल्टी त्यसमा तौली भयो कसलाई दिसमा लागि स्यानलाई हो भनेको मैले छोरी लाऊ के पुलिस गेल त्यो ओठ फालेको तै हो गाम परे अनि त्यो ओठ फालेको का त्यस्तो बाजे त रोज त हुन्छ नि फालेको छ मेरो उठ ठुलो होइन अरू जस्तो म सोचिरहेको अब ताम्ने सक्दैन उचाल्न दिसमाल त धेरै होला अब बिस्तारै म बल घट्छु त्यसमा त्यसमा जाऊ त्यहाँ Happy birthday this man saves on the guitar. ओहो आज बर्थडे पछि यहाँ फर्स्ट टाइम भइसक्यो परीक्षा Have a safe journey this man. अब बस्नु बाबा केटा हो पठाइदिनु किन भेज हो कि भेज मागासँग त्यहाँ छ क्या त्यही एउटा एउटा मात्र दिदी मलाई एउटा 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 मात्र भयो भयो थ्याङ्क यू तातै हो कि नि त्यसले गरे मलाई
राख्नु बाबु राख्नु पर्छ कटोरीमा भान्ने मलाई यो पात ताने गयो वाट्टै ताने क्या त्यहाँ तानेपछि केटीको आवाज केटाको आवाज हो जान्नु होला म के मात्र थाहा कि भुसी कुरा जान्दा चारेन मलाई मलाई बोकायो भने मलाई उसले मलाई करायो कि जाले के अरे त्यो जालो गान्थे जाकी माली भन्दै कि ढुङ्गा हल्देको त होइन जाल पछाडि म थियो माछा पुरा सुने होला कि तिमीहरुलाई हैन त्यस्तो हुन्छ हैन हाम्रो बाजे ससुराले फुलबाट फर्किन्छ तिमीहरु फोन नरान त तिनीहरु हिँड्छ भो अन्त मलाई डर त केही लागेन त्यहाँ मैले उसलाई जुत्ता कान लाउनु पछाडि बसेको कि ठ्याक्क निकालेर तिनीहरु अस्ति काललाई भन्दै केन्द्रमा भने अनि पार्कले के बन्नु पर्छ कालहरुलाई हो कि त्यसरी बेसी जान्छ मासु बोकेर आएको मासु बोकेर आउँदाखेरि ल्याऊ भन्यो सुनेर भन्यो सँगै जानु पर्ने अनि सबैले तिनीहरुलाई अनि नै कानमा डाकेर माथि अन्त ल्याऊ माया दिदीको मोबाइल You don't. Adria, go past. We are making some videos. डिसमा पागल भएको छ यहाँ बिचरा सानो सुत्या छ यहाँ जाम 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 सोनिका
कि यहीँ बस्ने हो हाँ? हो हामी गयौँ है त बस है त ल गाइस म चाहिँ अब रुममा आइसकेको छु रमाइलो भयो सबैजना भेट भयो खानासाना खायौँ हाँस्यौँ कुराकानीहरू गऱ्यौँ अनि सबै आफ्नो घर फर्किसकेछौँ फेरि भोलि चाहिँ एक ठाउँमा जाने प्लान भइरहेको छ हाम्रो है त भोलि फेरि नेक्स्ट भिडियोमा भेट्नेछौँ सी यू बाई है त भन नि त बाई